विवाहको रहस्य अलिकति हामीले बुझेका छैनौँ। अबका पुस्ताहरूले दोस्रो पुस्ताहरूले विवाहलाई अलिकति ध्यान दिएर बुझ्नु पर्दछ। विवाह यति महत्त्व हो। हेर्नुहोस्, हामीले विवाहलाई चाहिँ ख्यालमै उडाउँछौँ। हेलो हेलो गर्यो, आई लभ यु, आगे हिँडिदिउँ। यस्तो छ, आई लभ यु, आगे हिँडिदिउँ। यो तरिकाले गर्दाखेरि के हुन्छ, तिम्रो तारा झार्ने ठाउँमा भने टङ्गेर झार्ने होइन, गाह्रो हुन्छ। त्यसै कारण विवाहलाई चाहिँ हामीले खेलौसी कुराहरूलाई बुझ्नुहुँदैन। विवाह एउटा एकदम गम्भीर रहस्य हो। विवाह हामीलाई नभइ नहुने कुरा हो। परमेश्वरले आदमलाई हक जुटाउनु भएको छ। म धेरै लामो समय जाँदैन, जुटाउनु भयो। सबै जीवित प्राणीहरू बनाएर चाहिँ आदमलाई लिँदाखेरि आदमले चाहिँ यिनी कुराहरू मलाई चाहिँदैन भनेर नाम मात्रै राखेको छ। उसलाई मन परेन, अनि त्यसै कारण उसलाई चाहिँ उसको शरीरबाट एउटा गरमबाट निकालेर आइनै बनाउनु भएको छ। अनि उसले भनेको छ यो मेरो क्याप्टेनको यसलाई चाहिँ स्त्री भनिन्छ भनेर नाम राखेको छ। हुन्छ भने एकदम आदम र पेरेन्टको साथ मृत्युले नछुटाएसम्म चाहिँ हामी त्यो विवाहको बन्धनमा बाँधिनुपर्छ। यसकारण विवाह के हो? दुई हृदयको मिलन हो। म सर्टकट जान्छु, तपाईँहरू आत्तिनु भएको छ। सहयात्री र जीवन साथी पाउनु हो विवाह भनेको। सहयात्री सँगसँगै हिँड्ने जीवन साथी। सबैभन्दा पहिला चाहिँ मेरो श्रीमान कहाँ गए, मेरो श्रीमती कहाँ गए भनेर चाहिँ उही लोग्ने स्वास्नीले मात्रै चिन्ता गर्छन्, फोन गर्छन्। दोस्रो तेस्रो नम्बरमा छोरा र छोरीले गुहार गर्छ। हेर्नुहोस्, यसकारण अर्को कुरा विवाह भनेको हकदार हो। दाहिने हात यता त्यो दाहिने हात ओरो दाहिने हातमा दिने ल। आजदेखि जिम्मा लगायौँ भन्नुहोस्। हो, धन्यवाद। तपाईँ बसिदिनुहोस्। समाधि राख्नु, समाधि समाधि राख्नु। अब हात समाधि छोड्नु हुँदैन, हराउँछ। समाधि राख्नुहोस्। परमेश्वरको उपस्थितिमा र यस मण्डलीको सामु के तपाईँ हरिश परियार सुश्री सीमा विकलाई आफ्नी विवाहिता पत्नी हुनलाई ग्रहण गर्नुहुन्छ? धन्यवाद। के तपाईँ यिनलाई माया गर्नुहुन्छ? यिनको वास्ता गर्नुहुन्छ? रोगी अवस्थामा वा आरोग्यतामा के तपाईँ यिनलाई हेरचाह गर्नुहुन्छ? अरू स्त्रीहरू सबैलाई छोडी जीवनभरि यिनको निम्ति मात्र आफैलाई जोगाइ राख्नुहुन्छ? धन्यवाद। म दुलैतर्फ फर्के। सँगसँगै मिलेर सीमा विक के तपाईँ श्री हरिश विकलाई आफ्नो विवाहित पति हुनलाई ग्रहण गर्नुहुन्छ? के तपाईँ यिनलाई माया गर्नुहुन्छ, आदर गर्नुहुन्छ, यिनको वास्ता गर्नुहुन्छ? रोगी अवस्थामा वा आरोग्यतामा के तपाईँ यिनलाई माया गर्दै यिनको सेवा गर्नुहुन्छ? अरू पुरुषहरू सबैलाई छोडी जीवनभरि यिनको निम्ति मात्र आफैलाई जोगाइ राख्नुहुन्छ? धन्यवाद। म दुलहा हरिशलाई दुलहीलाई चाहिँ दिने प्रतिज्ञा म दोहोऱ्याउन चाहन्छु। मेरो पछि पछि तपाईँले भन्नु पर्नेछ। म दुलहा हरिश परियार परमेश्वरको उपस्थितिमा साथै यस मण्डलीको सामु तपाईँ दुलही सीमा विकलाई आफ्नी विवाहित पत्नी हुनका लागि ग्रहण गर्दछु र यो पनि प्रतिज्ञा गर्दछु कि आजदेखि उसो
जे जस्तो भए पनि दुःखमा वा सुखमा आरोग्यतामा वा रोगी अवस्थामा धनी अवस्थामा वा गरिबीपनमा प्रशस्ततामा वा अभावमा म तिमीलाई प्रेम गरिरहने तिम्रो विश्वासयोग्य पति भइरहनेछु जबसम्म मृत्युले हामी दुईलाई अलग गर्ने छैन यसको निम्ति म तिमीलाई मेरो वचन दिदछु। अब म दुलहीतर्फ फर्के। म दुलही सीमा बिक परमेश्वरको उपस्थिति साथै यस मण्डलीको सामु तपाईँ दुलहा हरिश परियारलाई आफ्नो विवाहित पति हुनका लागि ग्रहण गर्दछु र यो पनि प्रतिज्ञा गर्दछु आजदेखि उसो जे भए पनि दुःखमा वा सुखमा आरोग्यतामा वा रोगी अवस्थामा धनी अवस्थामा वा गरिबीपनमा प्रशस्ततामा वा अभावमा म तपाईलाई प्रेम गरिरहने तपाईकी विश्वास योग्य आज्ञाकारिणी पत्नी बनिरहनेछु जबसम्म मृत्युले हामी दुईलाई अलग गर्ने छैन यसको निम्ति म तपाईलाई मेरो वचन दिन्छु। तपाईहरूले एक अर्कालाई दिनुभएका यी प्रतिज्ञाहरू पालन गर्नलाई पिता परमेश्वरले स्वयंले तपाईहरूलाई चाहिएको अनुग्रह दिउन्। अब तपाईहरूको केही साई मुन्द्रो अथवा केही अंगुठी छ भने कृपया अगाडि मलाई दिनुहोस् खोलेर दुलहीका तर्फबाट अथवा दुलहाको तर्फबाट। यो अंगुठीको पनि एउटा अर्थ छ। यो अंगुठी गोलाकार छ, यसको अन्त्य कहीँ पनि छैन। त्यसरी नै परमेश्वरको उपस्थितिमा बाँधिएको यो करार अथवा यो प्रतिज्ञा उहाँहरूको मृत्युले अलग नगरेसम्म नछुट्टिने बाचा स्वरूप पनि हो। त्यसकारणले यो अंगुठीको लागि आशिष मागिदिनको लागि हाम्रो आदरणीय पास्टर यज्ञ बिक आइदिनुहोस् र यो अंगुठीको लागि प्रार्थना गरिदिनु हुनेछ। धेरै धेरै धन्यवाद छ। हामी आज पवित्र विवाहको वैवाहिक बन्धनमा बाँध्ने क्रममा छौँ।
जुन औँठी हामी हाम्रो बिचमा आएको छ त्यसको लागि म प्रभु परमेश्वरसँग प्रार्थना गर्छु। त्यसपछि औँठी काट्ने प्रक्रिया बढ्नेछ। प्रभु परमेश्वर हामी यी समयको लागि धन्यवाद चाहन्छौँ। जुन औँठी हाम्रो बिचमा छ यसमा आशीष दिनुहोस्। जुन औँठीको अन्त्य छैन त्यसरी उहाँको वैवाहिक जीवनको अन्त्य हुने छैन। सदा सर्वदाको लागि उहाँको जीवनमा शान्ति आनन्दको लागि तपाईँले सहायता गर्नुहोस् प्रार्थना गर्छौँ। औँठीलाई आशीष दिनुहोस् येशूको प्रभु नाम। हाम्रो अगाडि पास्टरलाई ताली बजाएर धन्यवाद दिनुहोस्। यता सुन्नुहोस् है। अब औँठी सुन्नुहोस् है, अब कहाँ लगाउने भन्ने विषयमा पनि हामी हेर्छौँ। अनि हाम्रो यो औँठी चाहिँ बायाँ हातको यो साइली औँलामा दुलहाले पहिला दुलहीलाई लगाइदिनुहोस् अनि त्यसपछि दुलहीले दुलहालाई लगाइदिनुहोस्। अब दुलहीले दुलालाई लगाइदिनु हुनेछ। हाम्रो विवाहको चिन्ह स्वरूप यो औँठी दिएर म तिमीलाई आफ्नी सबै कुराकी स्वामिनी अथवा मालिकिनी बनाउँछु भन्ने कुरा उहाँले चाहिँ गरिसक्नु भएको छ। यो औँठी लगाउनु कारण आजदेखि मेरो सबै कुराको मालिक तिमी हौ भन्ने कुरा उहाँले चाहिँ गरिसक्नु भएको छ। यसको लागि परमेश्वरलाई धन्यवाद दिन्छु। दुलही म तपाईहरुतिर फर्केर भन्न चाहन्छु, अब हामी दुलहा र दुलहीको निम्ति आशीर्वादको प्रार्थना गरिदिनेछौँ। अनि दुलहा र दुलहीलाई घोडा टेक्ने है, दुवैजनाले घोडा टेक्नुहोस्। हाम्रा आदरणीय पास्टर अगुवाहरू जति पनि हुनुहुन्छ तपाईहरु अगाडि आइदिनुहोस् र हामी सबैले उहाँलाई आशीर्वादको प्रार्थना गर्नेछौँ। हामी प्रार्थना आशीर्वाद माग्नेछौँ, मागिदिनेछौँ। प्रभु हामी तपाईलाई धन्यवाद दिन्छौँ। यी दुई जोडीलाई हामी तपाईको चरणमा ल्याउँछौँ। तपाईँ परमेश्वरले अनुग्रह गर्नुहोस्, तपाईको आशीर्वाद राखिदिनुहोस्। तपाईको महान नाउँको महिमा यो परिवारबाट हुन सकेको होस् हामी प्रार्थना गर्छौँ। परमेश्वर उहाँहरूको जोडी एउटा आशिषमय हुन सकोस्। परमेश्वर हामी यही नै तपाईँ परमेश्वरलाई निरन्तर प्रार्थना गर्छौँ। उहाँहरूको दम्पति जीवन एकदम आशिषमय हुन सकोस्। परमेश्वर उहाँको हरेक अवस्था परिस्थितिमा तपाईँ जीवित परमेश्वरले आफ्नो छोराछोरीलाई डोर्याउनुहोस्। अभाव घटी कमीमा पनि प्रभु तपाईँले सधैँ पूर्णता दिनुहोस् भनेर बिन्ती गर्छौँ। उहाँहरूको जीवन एउटा निरन्तर आशिषमय हुन सकोस्। सबै धन्यवाद बिन्ती प्रार्थना तपाईँ जीवित प्रभु येशूको नाममा चढाउँदछौँ। आमेन। धन्यवाद। हामी यथास्थानमा बस्नेछौँ। उठ्नुहोस् तपाईहरू, नबसिदिनुहोस्। श्री हरिश उठिराख्नु। श्री हरिश परियार र सुश्री सीमा विकले पवित्र वैवाहिक जीवन सँगसँगै बिताउने इच्छा प्रकट गर्नु भएको छ र परमेश्वरको उपस्थिति साथै यस मण्डलीको सामु प्रतिज्ञा दिएर साथै औँठीको आदान प्रदान द्वारा एउटा यस कुराको साक्षी दिनुभएको छ। यसर्थ परमेश्वरको एउटा सेवकको हैसियतले म उहाँहरूलाई परमेश्वर पिता, परमेश्वर पुत्र र परमेश्वर पवित्र आत्माको नाउँमा पति पत्नी भनी
घोषणा गर्दछु। ताली बजाउनुहोस् न। साथै म यो पनि भन्दछु, जसलाई परमेश्वरले एकसाथ जोड्नु भएको छ तिनीहरूलाई कुनै मानिसले अलग नगरोस्। आमेन। अब दुलहीको घुम्टो उगार्नुहोस् एकले अर्कालाई हेरेर। दुलाले खोज्ने त हो, ताली बजाउनुहोस्। धन्यवाद। अब हामी अन्तिम क्षणमा छौँ। हामी सबैजनाले एकचोटि उहाँहरू दुला दुलै भइसक्नु भएको छ। यहाँ जन्ती टिमहरू हुनुहुन्छ, सबैजना एकचोटि खडा उभिदिनुहोस्। सबैजना उठ्नेछौँ र उहाँहरूलाई हामी आशीर्वादको प्रार्थना गर्नेछौँ। त्यस कारणले हामी सबैले उहाँहरूतिर हात फैलाएर आशीर्वादको प्रार्थना गर्नेछौँ, ताकि उहाँहरूको वैवाहिक जीवन आशिषमय होस्। उहाँहरूको वैवाहिक जीवन चाहिँ एउटा परमेश्वरको महिमा गर्ने एउटा उदाहरणीय वैवाहिक सम्बन्ध निर्माण होस्। उहाँको परिवार आशिषित होस् भनेर प्रार्थना गर्नुहोस्। उहाँको आमा जुन हाम्रो छोरी चाहिँ अर्काको घरमा जाँदै हुनुहुन्छ आजदेखि, त्यसकारण उहाँहरूलाई हामीले आशीर्वादको प्रार्थना गर्नेछौँ। परमेश्वर पिता, हामी तपाईँलाई हृदयदेखि धन्यवाद 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 भन्दछौँ। तपाईँले सृष्टि अघिदेखि नै प्रभु यो दुई जोडीलाई तयार पारेर राख्नु भएको थियो। विवाह तपाईँले गर्नुभएको सुन्दर योजना र इच्छा हो। त्यस कारणले आज उहाँहरू पति पत्नी हुनु भएको छ। म प्रार्थना गर्छु उहाँहरूको वैवाहिक जीवन आशिषमय हुन सकेको होस् भनिकन हामी प्रार्थना गर्छौँ। तपाईँको प्रशस्तताको आशीर्वाद राखिदिनुहोस् भनी प्रार्थना गर्दछौँ प्रभु। उहाँलाई चाहिएका बुद्धिहरू, उहाँलाई चाहिएका ज्ञानहरू, उहाँलाई चाहिएका सबै प्रभु आवश्यकताहरूमा तपाईँ परमेश्वरको सहायता राखिदिनुहोस् भनी प्रार्थना गर्छौँ प्रभु। छोरीलाई चाहिएको सबै बुद्धि ज्ञान दिनुहोस्। कसरी एउटा श्रीमतीको भूमिका खेल्नु पर्ने हो त्यो भूमिका निभाउनलाई तपाईँ पवित्र आत्माले नै उसलाई चाहिएका सबै बुद्धि ज्ञानहरू दिनुहोस्। यो बाबुलाई असल तरिकाले श्रीमानको भूमिका निभाउनको लागि उनलाई चाहिएका सबै बुद्धि ज्ञानहरू दिनुहोस्। प्रार्थना गर्छौँ सासू ससुरासँग कसरी व्यवहार गर्ने, समाजसँग कसरी व्यवहार गर्ने चाहिएको सबै अनुग्रह तपाईँले दिनुहोस् भनी प्रार्थना गर्छौँ। यो जोडीलाई येशू ख्रीष्टको नाममा आशीर्वाद दिदछौँ। धन्यवाद। परमेश्वरले फुल्दो आशिषमय बनाउनुहोस्। तपाईँको वचनमा लेखिएको छ, जब मानिसलाई तपाईँले बनाउनु भयो अनि त्यसपछि उहाँलाई नर र नारी गरेर बनाउनु भयो। आज यो नर र नारीलाई एउटै शरीर बनाउनु भएको छ। हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु। तपाईँको वचनमा लेखिएको छ, तिमीहरू फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै जाओ र त्यसलाई आफ्नो वासमा पार्दै जाओ। येशूको नाममा यिनीहरूको जीवन फल्दो फुल्दो आशिषमय हुन सकेको होस् भनिकन प्रार्थना गर्दछौँ येशू प्रभुको नाममा। आमेन आमेन। अब हाम्रो विदाई गीत छ। एउटा डान्स हेर्नुहोस्, त्यसपछि हाम्रो विदाई गीत गाउनेछन्। अनि हामीले विवाहको प्रमाण पत्रमा हस्ताक्षर गर्न छुटेको रहेछ, माफ गर्नु होला। हामी यो विवाहको प्रमाण पत्रमा हस्ताक्षर गराउने छौँ। कृपया केटी पक्षको साक्षी 2 जना, केटा पक्षको साक्षी 2 जना र साथै पवित्र सृजना परमेश्वरले रचेको रचना